नमस्ते। हामी आज अलिकति पोडकास्टको अभ्यास गर्न लागिरहेछौँ। मेरो साथमा कुमारी दिव्या हुनुहुन्छ, म कपिल काफ्ले। कुमारी दिव्याले केही लेखहरू मेरो पढ्नु भएको छ, त्योसँग सम्बन्धित केही कुराकानी गरौँ भनेर हाम्रो सल्लाह भएको छ। कपिल सर, मैले चाहिँ हजुरको चाहिँ नेपाल समाचार पत्रमा एउटा आर्टिकलमा चाहिँ हजुरले चाहिँ कम्युनिजमको अन्त हुन्छ अब नेपालमा भन्ने कुरा लेख्नु भएको रहेछ। त्यो चाहिँ कसरी हुन्छ त? किनकि 2/3 बहुमतमा त्यत्रो अब माओवादी नेपाली अब एमाले। कुमारीजी, कुरो के हो भने मैले तपाईँलाई कुरा काटेँ है। कुरो के छ भने हो, प्रचण्ड र केपी ओली मिलेर 2/3 भएको अवस्था हो। 2/3 करिब 2/3 भएको अवस्था हो। यद्यपि उहाँहरूले त्यो ठेक्न सक्नु भएन र प्रचण्डले पाएको, ओलीले पाएको अथवा उहाँहरूका पार्टीले पाएको टोटल नेपालमा जुन मत पाए उनीहरूले, त्यो हेर्दाखेरि चाहिँ प्रगतिशील पक्ष ठुलो छ। जनताहरू प्रगतिशील पक्षलाई मतदान गर्ने जनता हामी कहाँ ठुलो सङ्ख्या देखिन्छ। तर प्रगतिशीलता भनेको के हो? प्रगतिशीलता भनेको भ्रष्टाचार भइराख्ने, प्रगतिशीलता भनेको चाहिँ झोलेहरूले मात्रै काम पाइराख्ने, प्रगतिशीलता भनेको सत्ताका लागि प्रचण्ड र केपी ओली मिल्ने, सत्तामा गडबड हुनासाथ अब केपी ओलीले प्रचण्डलाई पनि आधा प्रधानमन्त्रीको समय दिएको भएदेखि त्यो त टिकिरहन्थ्यो। त भनेपछि टिक्ने आधार सिद्धान्त नभएर, टिक्ने आधार प्रगतिशीलता नभएर, टिक्ने आधार चाहिँ के भयो भनेदेखि कुर्सीको बाटो। के मतदाताहरू छन् त यहाँ, अब उनीहरूको दुईटाको व्यवहार मिलेन होइन, त्यस कोअर्डिनेसनमा उनीहरू जान सकेनन्। तर उहाँहरूलाई मतदान गर्ने त जिउँदै छन् त नेपालमा, हामी छौँ। अब यस्तो हुन्छ हेर्नुहोस्, मतदाताहरू मैले देखेको कस्तो हुन्छन् भनेदेखि मतदाताहरू कमिटेड मतदाताहरू एक थरी हुन्छन्, कमिटीमै आबद्ध भएका। अर्का थरी मतदाताहरू हुन्छन् स्विङ भन्छ जसलाई, कहिले यता टिङ खेले जस्तो यता आउँछन्, कहिले अलिकति राम्रो भयो भने उता जान्छन्, त्यसलाई स्विङ भोटर्स भन्छ। अब निर्णायक चाहिँ त्यो स्विङ नै हो क्या। र कमिटेड पनि यसपालि त रुख को झन्डा बोक्दै हिँडेको छ, मतदान चाहिँ घन्टीमा गरिरहेछ। सूर्यको झन्डा बोक्दै हिँडेको छ, मतदान चाहिँ घन्टीमा गरिरहेछ। कमिटेडहरूले पनि मतदान गरे। यसको मतलब के छ भनेदेखि यो एकचोटि एकातिर भोट हालेपछि जीवनभर हालिरहने एक किसिमको श्रीमान श्रीमतीको दाम्पत्य जस्तो त यो होइन। भएपछि भयो भनेर नेपालमा सम्भावना कम हुँदै आयो भनेको चाहिँ अरू पनि कारणहरू छ। त्यसमा आर्टिकलमा तपाईँले पढिहाल्नुभयो होला। म फेरि आदरणीय दर्शकहरूको अगाडि फेरि भन्न चाहन्छु। त्यो कुरो के हो भन्नु होला भने, हाम्रो छिमेकमा इन्डियामा, पश्चिम बङ्गालमा कम्युनिस्ट पार्टी अहिले हराएर गयो। लामो समयसम्म त्यहाँ नेतृत्व गरेको अहिले छैन। विश्वमा भन्नुहुन्छ भने करिब 200 मुलुकहरू छन् विश्वमा। त्यसमध्ये जम्मा 5वटा मुलुकहरूमा कम्युनिस्ट भन्ने नामको व्यवस्था छ, कम्युनिस्ट। अनि 200मा 5 होइन। त्यसमा ठुलो देश भनेको चाहिँ चीन हो, उत्तर कोरिया, क्युबा हो आदि। त्योभन्दा त बरु करिब 40वटा मुलुकहरूमा त राजतन्त्र छ। के अरे, कमसेकम एक्टिभ त होइन तर पनि राजतन्त्र छ। भनेपछि त कम्युनिजमको भन्दा त राजतन्त्रका फलोवर्सहरू विश्वमा धेरै देखिए। हाम्रै छिमेकी राष्ट्र चीन छ त कम्युनिजम। अब विश्वमा त उसले त आफ्नो नाम कहाँसम्म पुर्याएको छ। अब हेर्दा हेर्दै अमेरिकालाई उछल्न लागेको छ उसले। त्यसरी त भन्न त अलिकति मिल्दैन कि। अब चीनको कम्युनिजमको कुरो गर्दाखेरि हेर्नुहोस्, कुनै बेला जतिखेर माओ सेतुङ थिए त्यतिखेर त्यो बन्द एक किसिमको चाहिँ चारैतिरबाट सीमा बन्द भएर भित्र नै जनतालाई बेसरी कम्युनमा काम लगाएर चाहिँ भौतिक विकास भयो। भौतिक विकास भइसकेपछि भौतिक विकासको कारणले गर्दाखेरि पुँजी जेनेरेट भयो। वस्तु उत्पादन गर्ने, बाहिर निर्यात गर्ने भइसकेपछि त पुँजी त बेसरी भयो। भिन्न परिस्थिति थियो। अहिले हामी कहाँ भन्नुहोस् त, हामीले देश बन्द भन्नाले हाम्रो त अब इन्डियासँग त खुला सिमाना छ। अब त्यो सिमाना बन्द गरेर हामीले चाहिँ कम्युन लगाउन सक्ने अवस्था छैन। यहाँ यी तेलको मूल्य त
इन्डियाको अनुसार घटबड भइरहेको छ हामी कहाँ त बन्द त्यस्तो राजनीति त छैन। अर्को कुरो, अहिले तपाईँले यत्रो लोकतन्त्रको अभ्यास गरिरहेको नेपाली जनतालाई कम्युन सिस्टममा लान सक्नुहुन्छ? तपाईँले यहाँका जनतालाई मानवाधिकार अहिलेलाई बिर्सिदेऊ, मानवाधिकार खालि भौतिक विकास मात्रै गर, सडक बनाऊ, बाटो बनाऊ, के गर, खालि उद्योग कल कारखाना मात्रै गर, तर मानवाधिकारको चाहिँ कुरै नगर, मान्छन्? मान्दैन। त हामीले यत्रो लोकतन्त्रको अभ्यास गरिरहेको अवस्था छ। त्यो दृष्टिकोणले विभिन्न कारणहरू छन् कुमारीजी। हामी कहाँ कम्युनिजम चाहिँ अब अस्त हुँदै गएकै हो। अहिले बालेन सरकारले जितेको भएर चाहिँ कम्युनिजमको अब अन्त्य हो कि भन्ने भनाइ है हजुरको। म चाहिँ यसमा के भन्न चाहन्छु भने अहिले हालचाल अब को गतिविधि अथवा कार्यशैली अब उनीहरूको काम गर्ने ढङ्गको हिसाबले हजुरले सोच्दाखेरि चाहिँ ल यो अहिले अन्त भयो भन्न मिल्दैन जस्तो लाग्छ। किनभने पहिला पनि त त्यो समय आएको थियो, एक एमाले काङ्ग्रेस सबै पनि त उहाँहरूले पनि वाइ बटुलेकै हुन्, एक समय जसको पनि आउँछ। अब जस्तै अहिले उहाँहरूले जस बालेन सरकारको अहिले वाइ भए पनि त एक समय अन्तराल पछि पछाडि त उहाँहरूको पनि लोकप्रियता हराउँदै जाला, कम हुँदै जाला, आलोचना हुँदै जाला भन्ने तपाईँको भनाइ चाहिँ मैले के देख्छु भनेदेखि हो त्यस्तो हुनसक्छ। जब प्रश्न सोध्ने र जवाफ दिने रोल चाहिँ फरक हो। रासपाका अध्यक्ष रवि लामिछानेले पनि म प्रश्न सोध्ने सजिलो ठाउँमा थिएँ, अहिले प्रश्नको जवाफ दिने ठाउँमा असजिलो ठाउँमा आइपुगेको छु। त्यो मेरो परिस्थितिले ल्याइ पुर्याएको हो, त्यो देशको आवश्यकताले ल्याएको भन्नुहुन्छ। बालेन जब जवाफ दिने अवस्थामा अहिले आउँदै गर्दाखेरि जनताका असन्तुष्टिहरू त स्रोत साधन त हाम्रो लिमिटेड छ। भोलि लोकप्रियता घट्न सक्छ म मान्छु, तर लोकप्रियता घटेपछि वैकल्पिक शक्तिको रूपमा गगन थापा, नेपाली काङ्ग्रेस पुराना दलका नेताहरूलाई विस्थापित गर्दै एउटा नयाँ नेतृत्व गगन थापाको आइरहेको अवस्था छ। त वैकल्पिक शक्ति हुने अवस्थामा त गगन थापा आउने सम्भावना म देख्छु। अहिले सडक विरोधकै कुरो गर्नुहोस् तपाईँ, केपी ओलीको गिरफ्तारी, रमेश लेखकको गिरफ्तारी पछि तपाईँ एमाले विरोधमा जनता उतार्यो। अब त्यहाँनिर लाठीचार्ज भइरहेछ, पिटाइ खाइरहेछन्, अनि ठिक हो भनेर चाहिँ त्यो दर्शकहरूले भन्ने अवस्थामा पुगेको छ एमाले। गगन थापाहरूले त के गरे? विरोध गरे। त्यसरी विरोध गरेनन्, उनीहरूले चाहिँ आफ्नो कानुनी लडाइँ लड्छु भनेपछि त बुद्धि कसले पुर्याइरहेको देखियो त। फेरि त्यही बेलामा बालेनको एउटा स्ट्याटस के आयो भनेदेखि तपाईँहरूलाई विदेश जानु पर्ला, तपाईँको पुलिस रिपोर्ट खराब होला, वो खालि त्यो स्ट्याटस लेख्या भएरले हो त साँच्ची के अरे अब विदेश जानु पनि पर्छ, जागिर खानु पनि पर्छ, पुलिस रिपोर्ट बिग्रेपछि त केही गर्न पाइँदैन। फेरि यो चाहिँ अब केपी ओली भन्दै पछाडि नै मात्रै हिँडेर मात्रै त हुने रहन्छ। त केपी ओलीका कमजोरीहरू फारसाइटेड नभएको त देखियो नि। उहाँले चुनाव अगाडि के भन्नुभएको थियो? रासोपाले कति जित्छ? 7, 1, 2, 3, एक हातका औँला सकिए, अझै 2 बाँकी छ इत्यादि भन्नुभयो होइन त। त भनेपछि उहाँ फारसाइटेड भएको भएदेखि हो चुनावको बेलामा मान्छेले अलिकति म जित्छु उसले हार्छ त भन्छन्, त्यो भन्नु स्वाभाविक पनि हो। तर त्यो लेभलको विश्लेषण भनेपछि त उहाँ त डेट एक्सपायर हुनुभएछ। त भनेपछि विश्लेषण पुग्दो रहन्छ, उहाँको समीक्षा पुग्दो रहन्छ। त समीक्षा कसको पुग्यो अहिले भनेदेखि हो भोलि बालेनहरूको रविहरूको पनि समीक्षा नपुग्ने दिन आउला, तर अहिलेको सन्दर्भमा त आउँदैन। अब त्यो बेलामा चाहिँ कम्युनिजम, त्यो बेलामा चाहिँ नेकपा नेपाल कम्युनिस्ट पार्टी अथवा नेपाली कम्युनिस्ट पार्टीहरू फेरि आउलान् कि? यस्तो हो, त्यसमा चाहिँ अब यत्रो कार्यकालसम्म, यत्रो 10औँ 20औँसम्म उहाँले युग चलाएको मान्छेलाई त्यो नपुगेको होइन होला। उहाँले चाहिँ आफ्नो प्रतिपक्षमा आफ्नो प्रतिद्वन्दी व्यक्ति खडा भएको बेला त आफूले कति गर्न सकिन्छ, कति भन्न सकिन्छ त्यो भन्ने कुरो हो नि त। त्यो भन्दैमा उहाँको त्यो समीक्षा गर्न क्यापेसिटी नै भएन भन्न अलि सुहाउँदैन कि? ल ठिकै छ, उहाँले चाहिँ उहाँलाई रियालिटीमा लागेको थियो यो रासोपाले राम्रो सिट ल्याउँछ, आफूले कमजोर ल्याउँछौँ भनेदेखि त्यही अनुसारको तयारी गर्नुहुन्थ्यो नि। त्यही अनुसारको त उहाँले तयारी गरेको देखिएन। दर्शकमानहरू, नेपालमा कुनै बेला 2/3 शक्ति भइसकेको प्रगतिशील समूह चाहिँ अस्ताउँदो अवस्थामा अगाडि बढ्यो भन्ने भनाइ कुमारीजी चाहिँ त्यसमा एग्री गरिरहनु भएको थिएन।
के लाग्छ फेरि तपाईँलाई चाहिँ अझै तपाईँ आफ्नो अडानमै हो फेरि कम्युनिस्टहरू त्यत्तिकै पुनर्जीवित भएर आउँछन्? यो विषयमा चाहिँ अहिले झ्याप्पै भन्न चाहिँ सकिन्न। कसरी भने चाहिँ उहाँहरूले नै राज्य चलाउँछन् भन्न सकिन्छ, किनभने समय परिवर्तनशील छ। हिजो जे थियो आज हुँदैन, आज जे थियो त्यो भोलि हुँदैन, भोलि जे हुन्छ त्यो पछि हुँदैन। किनभने त्यो परिवर्तन पनि हुनसक्छ, किनकि त्यो आज वाइ बटुले भन्दैमा भोलिको दिनमा त्यो नहुन सक्छ भन्ने चाहिँ त्यसरी भन्न चाहिँ अलिक सुइटेबल होइन कि भन्ने हो मेरो तर्फ। अब हाम्रो अब तपाईँ आफ्नो अडानमा हुनुहुन्छ, मलाई आफ्नो लागेका कुराहरू मैले भने। दर्शक महानुभावहरू, हाम्रो यो पोडकास्टको अभ्यास हो, हामीहरू यो यस्तो खालको समसामयिक विषयमा कुराकानीहरू गरेर यहाँहरूसँग प्रस्तुत गर्छौँ र यहाँहरूलाई कस्तो लाग्छ यहाँहरूको प्रतिक्रिया पनि हामी सुन्न चाहन्छौँ।